नमस्ते साथीहरु है संगम आली ब्लगरमा स्वागत छ तपाईहरुलाई आजको चाहिँ हाम्रो संसारी पूजा हुँदैछ है गाउँमा अनि त्यहाँको तपाईहरु नमस्ते साथीहरु है मेरो संगम आली ब्लगरमा स्वागत छ हो अनि त्यहाँको तपाईहरुले फलो गरिदिनु होस् है अनि त्यहाँको सपोर्ट दिनु होस् पिजत भाइले बरोस् र ब्लगलाई सब्स्क्राइब गरिदिनु होला लाइक एन्ड शेयर र धन्यवाद नमस्ते सबैजनालाई र यहाँ देख्नु भएको छ यहाँ छ थाल र आज हामी जाँदैछौँ जंगलको डाँडामा खाना खानु किनकि आज हो संसारी पूजा र हामी यहाँ यस्तो बाटोमा हिँड्दै जानुपर्छ बाटो पनि अप्ठ्यारो छ सायद चिप्ले लड्यो भने आउनु तपाईहरुलाई पनि देखाउँछु बाटो त्यसो है हामी डाँडामा संसारी पूजाको मेन लोकेसन जाँदैछु र यहाँ हामी खोला बाटो यस्तो छ सायद चिप्ले लड्छ कि भनेर त्यहाँ डान्सी कोर्दै हिँड्नुपर्छ बुढोहरू चाहिँ र यहाँ माथिदेखिको चाहिँ बाटो अलिक राम्रै छ स्मुथको त्यहाँदेखिको त उता चाहिँ अप्ठ्यारो छ बाटो खतरनाक छ नि डेन्जरस त्यहाँदेखिको फेरि त्यस्तै छ यहाँ दुईजना भाइहरू छ है आउँदैछ भाइहरू पनि र अब हामी जाँदैछौँ यहाँ माथिदेखिको चाहिँ फेरि बाटो बिग्रेको छ कस्तो अप्ठ्यारो छ मस्केलाई पनि पुरै भोक लागेको रहेछ हो हुन्छ गयो मस्के र यहाँ हेर्नुहोस् होला बाख्रा आउँदैछ है अन्त त्यहाँदेखि यहाँ पूजा गर्छ पूजाको कुरा काट्छ है अन्त हाम्रो यहाँ नसिद्धा छ खेच्छ होला बाख्राले यहाँ चाहिँ हाम्रो बाख्रा आउँदैछ हो साहिल भाइ लड्छ नि कहाँ छ बाख्रा यहाँ चाहिँ हाम्रो भाइहरू आउँदैछ हो घर गएर आएको हो स्वेटर पुऱ्याएर आएको नि त अहिले होम लाउँदैछ अन्त त्यहाँदेखिको यहाँ हल्का पूजाहरू गर्दैछ हो अन्त त्यहाँदेखिको दर्शकहरूलाई है रमाइलो लाग्छ भन्ने है आशा राख्छु हो अन्त सेयर गर्नु होला हो सब्सक्राइब गर्नु होला हो जति सक्दो मलाई माया दिनुहोस् है फेसबुक परिवार 3K पुऱ्याइदिनु होस् तपाईँहरूले है मेरो विकली च्यालेन्ज पनि पुरा हुनेछ हो विकली च्यालेन्ज चाहिँ साथीहरू म घर गएर आएको नि त घर गएर आएको अन्त त्यहाँदेखिको यहाँ होम लाउँदैछ न पूजा गर्दैछ अन्त त्यही भएर चाहिँ अब रमाइलो रोज पनि आउनेछ है सचिन्दाको देखाउने छु हो तपाईँहरूले सपोर्ट गर्नुपर्छ तपाईँहरूले हो अनि लाइक गर्नु सब्सक्राइब गर्नु हो गएर आएको है यहाँ त होमको यहाँ आगो बढ्दैछ हो अन्त जानु है अब लिटी सिटीहरू हुँदैछ लिटी सिटी यस्तोलाई भन्छ तपाईँहरू हो त्यहाँदेखिको सबैजना यहाँ बुपा छ बुपाई छ यहाँ चाहिँ मेन पूजा चाहिँ छ नि भेना खिच्दा खिच्दा यसरी रिटी सिटी है मनाउँछ यतै यहाँ जङ्गल छ ओही गएर आएको न कहाँ कहाँ पुग्यो नि लड्दै जस्तो छ त्यो त को साँच्ची नि मेरो कान जस्तो छ अरे गाइसहरू ललित
उताको उता राख्यो यो ललितको त्यही त यो राई छ अलिकति राई छ अरे राई चाहिँ अगाडि के यहाँ काटेर फेरि लेखेको छ के लेखेको काटेर लेखेको छ अ नै छ अनन्या राई जस्तो पो छ त हिर्काउनु न पहिला के नाम हेरिरहेको अहिले कहिले हो नि अनन्या जस्तो लाग्यो गोली हुन्छ अरे माथि होइन कहाँको आउने यो विषय त बढाउनु त बढाइदिइराख्दैछु नयाँ काउनको बढाइदिइराख्दैछु कोटडाँडाको बढाइदिएको छु ठाडो गाउँ त्यो नाइट हो अलिक डाक रहेछ निकै विशाल झन् भनेपछि राम्रो काम कहाँ विशाल त उ यता पो भन्दै छ खुडा छैन यहीँ खुडा छैन पानी बटाउनु जाँदा यस्तो भयो पुच्छर उठ्दैन नि यो विशाल विषा होला हौ पानी बनाउनु विशालको हेर्नु त यो कसको विशाल हौ विशालको कस्तो हुन्छ नि यहाँ पूजा गरेको 1000 चामल एक माना के राम्रो हुन्छ होइन जितेन पनि कस्तो लेखेको त अन्त मैले हरियोले लेखेको छु नि त जितेन कस्तो लेखेको जब पनि कस्तो लेखेको त अन्त त्यो यहाँ दिनु राम्रै रहेछ है राम्रै राजेश गर्दैछु ब्लगहरू पाक्दैछ अहिले उयोलाई चाहिन्छ माथि छ बुढाहरू अब हाम्रो अप्पर चिसो पानी है अनि चिसो पानी यहाँ हाम्रो धारा है यहाँ अर्ग्यानिक धारा छ अर्ग्यानिक धारा है अन्त त्यहाँदेखिको अर्ग्यानिक धारा अन्त त्यहाँको यहाँ चाहिँ हाम्रो बहिनीहरू आउँदैछ भाइहरू जाऊ